थारू समुदायलाई तपाईहरुलाई मेरो निवेदन पनि हो हैन बर्दियामा एकजना बुजिराम थारू भन्ने थारू त्यहाँको जमिदारको छोरो हो आज जमिदारको छोरोको जग्गा एकजना मिटर ब्याजी हैन एकजना भण्डारी के थर गरेका मान्छे कहाँबाट गएका हुन् त्यहाँनिर हैन थारूको समुदायमा गएर थारूकै खाएर लाएर उसैको जग्गा हडप्ने कामको विरुद्धमा तपाईहरुले कति बोल्नुभयो भन्ने प्रश्न चाहिँ मेरो तपाईहरुलाई आएको थियो हैन शासकहरुको अगाडि त तपाई हामी एउटै पनि हौ फेरि तर हामी भित्र चाहिँ हामीले प्रश्न गर्नु पर्दैन त आज यो कार्यक्रमको जो कन्सेप्ट पेपरमा लेखिएको छ थारू नागरिक अभियानमा जोडिन थारू समुदायको हुनु मात्र पर्याप्त छैन भने जस्तो जेनजी आन्दोलनको एकता हुनको निमित्त जेनजी भन्ने उमेर समूहमा पर्नु मात्रै पर्याप्त छैन यो हामीले क्लियरली भन्दै आएको कुरा हो हामीले आफ्ना सम्झौताहीन विषयहरू चाहिँ एउटा बटम लाइन बनाएको छौं संघीयता धर्मनिरपेक्षता गणतन्त्र हैन त्यसपछि लोकतन्त्र समानुपातिक समावेशिता यस यी कुराहरुमा सम्झौता गर्ने अथवा कतैबाट परिचालित हुने प्रकारका मान्छेहरु यदि अथवा समूहहरु भइसन् भने त्यो जत्रोसुकै समूह होस् त्यसको विरुद्ध संघर्ष गर्ने हामी एक भएर हामी जान सक्दैन यो हाम्रो नेगोसिएसन त्यो नन नेगोसिएबल विषय हो त्यसकारण के भने अर्को कुरा हो पुराना पार्टीहरुको फेरि दबदबा सिर्जना हुन्छ भन्नको लागि हामी सचेत हुनु जरुरी छ तर हामी सबै जत्तिकै सचेत हुनको लागि मतदाताहरु सचेत हुनु जरुरी छ यसकारण मतदाताहरुलाई सचेत बनाउने आफ्नो भोटको सामर्थ्य कति हो भन्ने कुरा बुझाउने ती कामहरुमा अलिकति बढी मेहनत गरेर यो सबैले आफ्नो राजनीतिक दुनो सगाउने काम चाहिँ अलिकति कम गर्यो भने तपाई हामी फेरि एक ढंगले अगाडि बढ्न सक्छौं।